भरतपुर महानगरपालिकाको तर्फबाट यहाँहरू सबैलाई दिवाकालीन अभिवादन नमस्कार व्यक्त गर्दछु। सर्वप्रथम सम्माननीय प्रधानमन्त्रीज्यू, आजको यो महत्त्वपूर्ण कार्यक्रममा भरतपुर खण्डमा सम्पन्न भएको पूर्व पश्चिम राजमार्ग अन्तर्गतको 6 लेन सडक 6 किलोमिटरको 6 लेन सडक उद्घाटन समारोहमा व्यस्त समयका बावजुद पनि आइदिनु भयो। सिङ्गो महानगरपालिकाको तर्फबाट हामी हार्दिक आभार व्यक्त गर्न चाहन्छौँ। सम्माननीय प्रधानमन्त्रीज्यूहरू सबैलाई हामी हार्दिक आभार व्यक्त गर्न चाहन्छौँ र उहाँहरूलाई स्वागत पनि व्यक्त गर्दछौँ। यसै गरी यो सडक यहाँ आज उद्घाटन भइराखेको छ। एकदमै खुसी पनि हामी भइराखेका छौँ। देशकै एउटा नमुना अत्याधुनिक र एसियाली मापदण्डको सडकको परिचय पनि हाम्रो बागमती प्रदेशका सचिवज्यूले पनि यहाँ राखिसक्नु भएको छ। अहिले भर्खरको प्रस्तुतिकरणमा पनि हामीले हेरिसकेका छौँ र यो बन्दै गर्दाखेरि हामी सबै खुसी छौँ। चितवनवासी खुसी छौँ, भरतपुरवासी खुसी छौँ, स्वयं प्रधानमन्त्री सम्माननीय प्रधानमन्त्रीजी खुसी हुनुहुन्छ किनकि उहाँले नै शिलान्यास गर्नुभएको, उहाँले नै यो उद्घाटन गर्ने अवसर पनि उहाँलाई जुरेको छ। त्यसका लागि पनि म यहाँहरू सबै सिङ्गो चितवन जिल्लावासी र हामी खुसी छौँ। सबभन्दा बढी चितवनवासी, त्यसमा पनि अझ भरतपुर खण्ड भएको कारणले गर्दाखेरि हामी भरतपुरवासी धेरै खुसी छौँ। सम्माननीय प्रधानमन्त्रीज्यू, यो सडक बनाउँदाखेरिका कथा व्यथाहरू धेरै छन्। मलाई अहिले धेरै त्यो डिटेलमा पनि जान चाहिन। धेरै अब यहाँका बाधा अडचनहरू समस्याहरू धेरै थिए। 4 वर्षको अवधिमा यो 6 किलोमिटर सडक बन्यो भन्दाखेरि हामी धेरै खुसी भएका छौँ। तर पनि हामी सबैको तत्परता यो आयोजना अगाडि बढाउनका लागि हुन त यहाँ आयो, सचिवजीले पनि भन्नुभयो यो एसियाली विकास ब्याङ्कको लोनबाट होइन, पूर्व पश्चिम राजमार्ग अन्तर्गतका विभिन्न ठाउँमा बनेका सडकहरू जो सङ्घीय सरकारले ठेक्का गरेर अहिले निर्माणाधीन अवस्थामा भएका सडकहरू अलि लामो दूरीका त्यसरी एउटा परियोजनाको रूपमा एसियाली ब्याङ्कको ऋण सहयोगमा त्यसरी अगाडि बढे। तर यो भरतपुर खण्डको नेपाल सरकारको बागमती भौतिक तथा पूर्वाधार तथा यातायात मन्त्रालयको आन्तरिक स्रोतबाट बजेटको व्यवस्थापन गरेर तत्कालीन प्रधानमन्त्री सम्माननीय केपी शर्मा ओलीज्यू उहाँ एक अध्यक्ष, त्यसै गरी अर्को अध्यक्ष पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डज्यू यही गरेको कुरा पनि म सबैलाई स्मरण गराउन चाहन्छु। यो ढङ्गले अगाडि बढ्दै गर्दाखेरि यसको डिजाइनका कुराहरू, यसको स्रोत व्यवस्थापनका कुराहरू, यसका अरू अन्तर समन्वय सरकारी कार्य समन्वय यी सबै कामहरूमा हामीले भरतपुर महानगरपालिका स्थानीय सरकारले खेलेको भूमिका यहाँ पनि हामी सबै यहाँ जानकारै छौँ भन्ने पनि म स्मरण गराउन चाहन्छु। ठेक्का भयो, काम सुरुवात भइसके पछाडि धेरै चुनौतीहरू थिए, जटिलताहरू थिए। अहिले हामी जुन प्राङ्गणमा यो कार्यक्रम गरिराखेका छौँ यसको बायाँपट्टि यहाँनिर धेरै घरहरू थिए, लगभग 5-7वटा घरहरू थिए। एकजना बुढी आमा हुनुहुन्थ्यो, क्यान्सर पीडित हुनुहुन्थ्यो, एकल महिला हुनुहुन्थ्यो, लगायत अरूका पनि घरहरू थिए। वर्षौँदेखि त्यो घरहरू त्यो मापदण्ड भित्र परेका घरहरूलाई हटाउने कुरा धेरै चुनौतीको विषय थियो र पनि महानगरपालिका स्थानीय सरकार त्यसमा एकदम सशक्त ढङ्गले अगाडि बढ्यो र यहाँको सडक डिभिजन कार्यालय एकदमै साथमा साथ हातमा हात दिएर अगाडि बढ्यो। त्यो मात्र होइन, आदरणीय उपस्थित सम्पूर्ण महानुभावहरू, यो गोन्द्राङदेखि पुल्चोकसम्मका सडक यो 6 किलोमिटर सडकमा सयौं घरहरू मापदण्ड विपरीत अथवा सडक मापदण्ड भित्र बनेका थिए। कतिपयका टबहरू भत्काउनु पर्ने थियो, कतिपयका पेटीहरू भत्काउनु पर्ने थियो, कतिपयका अब टहराहरू भत्काउनु पर्ने थियो। सयौं घरहरू त्यस्ता अव्यवस्थित ढङ्गले बनेका मापदण्ड विपरीतका घरहरू भत्काउने कुरा त्यति बेला पनि धेरै नै मुस्किलको कुरा थियो। त्यसलाई पनि हामीले एकदमै व्यवस्था गरेर यो सडक बन्नुपर्छ भन्ने सङ्कल्प बोकेर अगाडि बढ्दाखेरि विभिन्न बाधा अडचनहरू पनि भए, धेरै खालका आक्रोशहरू गुनासोहरू पनि भए। तर पनि सयौं घरहरू भत्काउने, यही एयरपोर्टको अगाडिदेखि सेनाको ब्यारेकसम्म दर्जनौं रुखहरू थिए। ती रुखहरूलाई हामीले पन्छाउने कुराहरू, रुखहरू हटायो महानगरपालिकाले भनेर किरिया बस्ने कुरा पनि यहाँ पनि अवस्था पनि बन्यो। यी सबैका एउटा बाधा अडचनका बावजुद पनि महानगरपालिकाले सडक डिभिजन कार्यालयलाई हातेमालो गरेर अगाडि बढ्यो। यो पनि म अझ स्मरण गर्न चाहन्छु। निर्माण व्यवसायी यहाँ सहदेव खड्काजी हुनुहुन्छ, सगुन
सगुन जीविका निर्माण व्यवसायी सहदेव खड्काजी हुनुहुन्छ। उहाँहरू निर्माण व्यवसायले पनि यो प्रत्यक्ष अनुभूति गर्नुभएको छ। यहीँनिर निर्माणधीन अवस्थामा यहाँनिर नाला बनाउने क्रममा गोन्द्राङ साइडमा जङ्गल छेउमा गैँडा मर्यो। गैँडा मरेपछि केसहरू भयो, निर्माण व्यवसायलाई केसहरू लगाउने काम भयो। यदि ती चिजलाई सही समयमा सही ढङ्गले सम्पादन नगरेको भए, सहजीकरण सम्पन्न नगरेको भए यो सडक अहिले पनि अल्पत्र अवस्थामा हुन्थ्यो होला। कसरी हुन्छ सहजीकरण गर्ने, समन्वय गर्ने र काम गर्ने वातावरण बनाउने सन्दर्भमा पनि भरतपुर महानगरपालिकाको भूमिका महत्त्वपूर्ण रहेको छ। यो कुरालाई पनि म स्मरण गर्न चाहन्छु। यी लगायत धेरै विषयवस्तुहरू छन्। मैले भन्न खोजेको कथा व्यथाहरू धेरै छन्। आज भरतपुर महानगरपालिकामा विकास भएको छ भनेर चाहिँ सबैजनाले त्यसलाई महसुस गर्नुभएको छ। कतिपयले भन्नुहुन्छ यो त सङ्घीय बजेट हो, यो महानगरपालिकाले कहाँ यो चाहिँ अब जस दिन मिल्छ भन्ने कुराहरू छ। आदरणीय उपस्थित महानुभावहरू, भरतपुर महानगरपालिकाको बजेटले ठुला परियोजना त त्यो त सम्भवै छैन। हामीले महानगरपालिकाको प्रशासकीय भवन सङ्घीय र प्रदेशको बजेट हो, महानगरपालिकाको सिटिएल सङ्घीय बजेट हो, नारायणी तटबन्धन सङ्घीय बजेट हो, गौतम बुद्ध क्रिकेट रङ्गशाला राष्ट्रिय गौरवको आयोजना, भरतपुर एयरपोर्ट विस्तार राष्ट्रिय गौरवको आयोजना, यी सबै एउटा मन्त्री परिषदले घोषणा गरेर अगाडि बढेका परियोजनाहरू हुन्। यी सबै सङ्घीय बजेट नै हुन्। तर त्यसको तत्परता, त्यसको पहलकदमी हुनुपर्छ भनेर हुटुटी बोकेर कसले हिँड्यो भन्ने कुरालाई पनि गरौँ, विकासमा सकिन्छ सहयोग गरौँ। अनावश्यक यदि गलत छ भने त्यो खबरदारी पनि गरौँ। गलत छ भने खबरदारी गरौँ, होइन भने अनावश्यक राजनीतिक टिका टिप्पणीहरूतिर नजानको लागि पनि त्यसले काम गरेका छ भने हौसला पनि दिउँ। अनावश्यक टिका टिप्पणी खुट्टा तान्ने प्रवृत्तिबाट पनि हामी मुक्त हुन जरुरी छ। यो पनि म अनुरोध गर्न चाहन्छु। आजको दिनमा हामी धेरै खुसी छौँ। आदरणीय सम्पूर्ण उपस्थित महानुभावहरू, सम्माननीय प्रधानमन्त्रीज्यू, अब मैले एकदम छोटाएँ, समय व्यस्त छ। सम्माननीय प्रधानमन्त्रीज्यूको अरू थुप्रै कार्यक्रमहरू पनि छ। उहाँको व्यस्त समय मैले धेरै लिन चाहिँदैन। सानो मुख धेरै बोलेर पनि भएन। तर पनि मैले यति कुरा चाहिँ भन्नुपर्छ भन्ने हिसाबले आफूले गरेको दुःख, आफूले गरेको सङ्घर्ष महानगरपालिकाको तर्फबाट यहाँ आदरणीय उपप्रमुखज्यू पनि हुनुहुन्छ, महानगरपालिकाको वडाध्यक्षहरू पनि हुनुहुन्छ, प्रमुख प्रशासकीय अधिकारीज्यू पनि हुनुहुन्छ। हामीले यहाँको स्थानीय तहबाट खेल्नुपर्ने भूमिकामा हामी कति पनि पछाडि परेका छैनौँ, जसको कारणले गर्दाखेरि भरतपुर महानगरपालिकामा यति धेरै विकासका पूर्वाधारका योजनाहरू अगाडि बढेको कुरा पनि म यहाँलाई स्मरण गराउन चाहन्छु। अर्को, सम्माननीय प्रधानमन्त्रीज्यूलाई अब भरतपुरमा अथवा चितवन जिल्लाको हकमा गर्नुपर्ने काम उहाँलाई जानकारी छ हुँदाहुँदै पनि स्थानीय सरकारको तर्फबाट केही ध्यान आकर्षण पनि उहाँलाई माग गर्न पाइयो नि त। हाम्रो अभिभावक हुनुहुन्छ, उहाँ सङ्घीय सरकारको एउटा राष्ट्र प्रमुख हुनुहुन्छ। स्थानीय सरकारको तर्फबाट हामीले थोरै केही ध्यान आकर्षण उहाँ अब यहाँ स्थानीय स्तरबाट बोल्ने म मात्रै भएको कारणले गर्दाखेरि म यो कुराको ध्यान आकर्षण पनि सम्माननीय प्रधानमन्त्रीजीलाई गर्न चाहन्छु। सम्माननीय प्रधानमन्त्रीज्यू, गौतम बुद्ध क्रिकेट रङ्गशाला निर्माण कार्य हामी भरतपुर महानगरपालिका र बागमती प्रदेश सरकार र सङ्घीय सरकार तीन तहको सरकारबाट त्यसलाई अगाडि बढाएका छौँ। हामीले पहिलो चरण भनेर बजेट स्रोत धेरै जुटाउन नसक्दाखेरि सीमित बजेटबाट तीन तहको सरकारबाट अहिले निर्माण कार्य लगभग 78 करोड ठेक्का सम्झौता भएर चाहिँ निर्माण कार्य अगाडि बढेको छ। स्रोत सुनिश्चितता भएर त्यो काम अगाडि बढेको छ। अब त्यहाँनिर फ्लड लाइट जसरी हजुरले टियु रङ्गशालामा ठेक्का भएर निर्माण काम अगाडि बढेको छ। यो अन्तर्राष्ट्रिय गौतम बुद्ध क्रिकेट रङ्गशाला जो कि धुर्म सुन्दरी फाउन्डेसनसँग सम्झौता गर्दाखेरिको प्रमुख अतिथिको रूपमा पनि हजुरले त्यहाँ उपस्थित हुनुहुन्थ्यो। त्यसकारण हजुरको पनि एउटा प्रतिष्ठाको विषय गौतम बुद्ध क्रिकेट रङ्गशाला छ। यसर्थ सम्माननीय प्रधानमन्त्रीज्यूलाई फ्लड लाइटका लागि बजेटको व्यवस्था आगामी 82 राशिका लागि सकिएको छ। यहाँनिर दुईवटा नदीले घेरेको यो ठाउँ हुनाको नाताले धेरै ठुलो जोखिम, बाढीको बेलामा जोखिमको सामना भरतपुरवासीले गर्नु परेको छ। नारायणी तटबन्धनको लगभग सकिएको छ। अब यो सँगसँगै राप्ती तटबन्धनका लागि पनि आगामी आर्थिक वर्षका लागि बजेट जे जति हुन्छ सम्भव भएसम्म बजेट विनियोजन गरिदिनुको लागि हामी सम्माननीय प्रधानमन्त्रीज्यू गोलाघाट र घोसाघाट मध्ये एक ठाउँमा पुल नवलपुरसँग जोड्ने र हुलाकी सडक मध्येको त्यो पुल त्यो चाहिँ जहिले पनि अध्ययन भनेर चाहिँ बजेट राखिन्छ, तर त्यसको काम अगाडि बढ्न सकेको छैन। यसलाई काम हुने हिसाबले बजेटको व्यवस्था र नीतिगत हिसाबले पनि आगामी नीति कार्यक्रममा पनि यसलाई समावेश गरिदिनु हुनका लागि हामी भरतपुरवासीको तर्फबाट, नवलपुरवासीको तर्फबाट पनि हामी विनम्र अनुरोध गर्न चाहन्छौँ। राष्ट्रिय गौरवको आयोजना भनेर अगाडि बढ्यो, टर्मिनल भवन बन्दैछ, विस्तारको योजना
अब यहाँनिर विभिन्न प्रक्रियागत अब झन्झटले गर्दाखेरि थोरै ढिला भएको छ। बजेट विनियोजन त भएकै थियो यो आर्थिक वर्षमा, तर कार्यान्वयनको दिशातर्फ खासै एउटा चाहिँ अब तीव्र ढङ्गले अगाडि बढेको छैन। अब सेनाले आइई उता घोडा प्रजनको लागि शक्तिखोरमा आइईको प्रोसेस अगाडि बढाएको छ। आइई भएर उता घोडा प्रजन बनेपछि बल्ल विस्तारको काम अगाडि बढाउने भन्ने छ। अलि ढिला भएको छ कार्यान्वयन। यो दिशातर्फ पनि म गम्भीर ध्यान आकर्षण सङ्घीय सरकार सम्माननीय प्रधानमन्त्रीज्यूको गर्न चाहन्छु। अर्को यसका लागि अर्को यहाँको भरतपुरवासीका लागि माननीय प्रधानमन्त्रीज्यू भरतपुरका लागि एउटा सबै चिन्ताको विषय। भरतपुरवासी धेरै आतंकित छन् रेल लाइनको विषयलाई लिएर। रेल लाइनको विषयलाई लिएर र महानगरपालिका कार्यपालिकाले बैठकले यो 20 भागबाट भरतपुरको एकदमै 20 भागबाट रेल जाने कुराले यहाँका जनताहरूको एकदमै त्यहाँ चाहिँ अब उहाँहरूको 20 बाट जाँदाखेरि ठुलो एउटा जोखिम पनि र उहाँहरूको सम्पत्तिको पनि अलिकति असुरक्षित हुँदाखेरि त्यहाँका नागरिकहरू धेरै पीडित र आफू धेरै नै आतंकित अवस्थामा रहनु भएको छ। र कार्यपालिकाले हामीले निर्णय गरेर दुईवटा विकल्प दिएका छौँ। हामीले कोन्द्राङदेखि जङ्गल किनारा हुँदै हामीले आपटारी हुँदै पारी चाहिँ नवलपुर निकाल्ने भनेर एउटा विकल्प महानगरपालिकाको कार्यपालिकाले हामीले सङ्घीय सरकारलाई प्रस्ताव पठाएका छौँ भने अर्को विकल्प हामीले जङ्गल हुँदै यतातिर गोलाघाट हुँदै अब नवलपुर उतातिर लैजाने पनि विकल्प हामीले दिएका छौँ। 20 भाग भरतपुरको मुख्य सहरको 20 भागबाट लाँदाखेरि यहाँको जनतालाई धेरै ठुलो नोक्सानी हुँदाखेरि यो विकल्पको रूपमा पनि सम्माननीय प्रधानमन्त्रीज्यूलाई भरतपुर महानगरपालिकाको तर्फबाट गम्भीर ध्यान आकर्षण गर्न चाहन्छु। अर्को मारी जाने बाटो जहिले पनि मारीवासीहरूको एकदमै पीडा कष्टपूर्ण यात्राहरू छ। त्यो बाटो पनि जहिले पनि यो एकदमै भन्ने मात्रै विषय भयो, कार्यान्वयन दिशातर्फ गएको छैन। यसलाई पनि के कसरी हुन्छ कुनै दिनमा। अर्को औद्योगिक कालिकामा शक्तिखोरमा औद्योगिक क्षेत्रको कुरा पनि डिपिआर बनिसकेको छ। जहिले पनि त्यो अब यतिकै कार्यान्वयन नभएर कुरामा मात्रै सीमित भएको छ। यो कुरालाई पनि औद्योगिक क्षेत्र निर्माणका लागि पनि निर्माण प्रक्रिया अगाडि बढाउनका लागि अब आगामी 82-83 लागि यसलाई विशेष ध्यान दिनका लागि हामी हार्दिक अनुरोध गर्न चाहन्छौँ। अर्को मेडिकल कलेजको रूपमा न्याम्स अन्तर्गत आङ्गी कलेज भनेर हामीले भरतपुर अस्पतालमा गएको मन्त्री परिषदले निर्णय गर्यो। बजेट पनि थोरै धेरै भयो, तर त्यो कार्यान्वयन हुन पाइराखेको छैन, कार्यान्वयन भएको छैन। यसलाई पनि कसरी हुन्छ एउटा शिक्षण अस्पतालको रूपमा भरतपुर अस्पताल जो सङ्घीय अस्पताल भइसकेको छ यसलाई पनि अगाडि बढाउनु पर्नेछ। भरतपुर र सिङ्गो चितवनका लागि अब आगामी दिनका लागि चितवनको विकास र समृद्धिका लागि यी असाध्यै महत्त्वपूर्ण आयोजना परियोजनाहरू भएको कुरा सम्माननीय प्रधानमन्त्रीज्यूलाई ध्यान आकर्षण गर्दै फेरि पनि यो महत्त्वपूर्ण कार्यक्रममा प्रमुख अतिथिको रूपमा यस्तो व्यस्त समयका बावजुद आइदिनु भयो। सम्माननीय प्रधानमन्त्रीज्यू माननीय मन्त्रीज्यूहरू सबै उपस्थित महानुभावहरूलाई हामी भरतपुर महानगरपालिकाको तर्फबाट हार्दिक यहाँहरूलाई धन्यवाद व्यक्त गर्दै र यहाँहरू सबैलाई आगामी दिनमा पनि भरतपुरको विकासको लागि सबैको विगतमा जे जसरी साथ सहयोग भयो आउने दिनमा पनि यस्तै खालको साथ र सहयोगको अपेक्षा गर्दै बिदा हुन्छु। हस्, धन्यवाद, नमस्कार।